सो गाइस अब साथीहरु खाएको हेर्दाखेरि मेरो नि मुखमा पानी पानी भइसक्यो के अब म पनि खानु पर्यो के ओहो कतिको स्वादिष्ट हो कस्तो छ गरम ल रसगुल्ला पोटेटोस रसगुल्ला हो यो ओहो रसगुल्ला के आलु हेलो नमस्ते एन्ड सलाम वेलकम माइ न्यू भ्लग भिडियो साथीहरु है सो आज हाम्रो भ्लग सुरु भइरहेछ धेरै दिन पछि गाइस है हाम्रो आजको भ्लग भनेको छ हल्का रमाइलो खाने जस्तै खाना खाने हो जस्तो हाम्रो यता भाइहरु भेट्न आइसकेछ सो हजुरले भाइलाई हेर्न सक्नुहुन्छ वाओ चीयर्स ओहो केएफसी पार्टी चलिरहेछ यहाँ ओ माय गॉड फुल पार्टी फुल है फुल इन्जॉय भइरहेछ फुल इन्जॉय पार्टी साटी खाएर इन्जॉय भइरहेछ अब खाएर फेरि जाने घुम्नको लागि है चलिरहेछ यत्रो बिल्डिङ ठुलो हेर्नुस् न ओ माय गॉड गाइस सो आजको हाम्रो ब्लग भनेको साथै यस्तै रमाइलो ब्लग हो है जस्ट हल्का इन्जॉय गर्ने तीन जनाको हाम्रो भेट भाइ र मेरो भेट त भइरहेको छ यता हाम्रो शम्भु भाइको र मेरो भेट भइरहेछ सो गाइस हेर्न सक्नुहुन्छ यस्तै छ हाम्रो है रमाइलो ब्लगमा बनेर जानु हैन लास्टसम्म हेर्नु राम्रो हुन्छ आजको इन्जॉय हैन ब्लगमा लास्टसम्म हेरेर जानु हैन आजको इन्जॉय पुरै हेरेर जानु राम्रो हुन्छ हैन भिडियोहरु सुट हुन्छ अनि यताउता घुमघाम हुन्छ राम्रो हुन्छ लास्टसम्म हेरेर जानु अनि ब्लगमा फर्स्ट चोटी आउनु भयो भने सब्स्क्राइब गरेर जानु लाइक गरेर जानु कमेन्ट गरेर पनि जानु साथी जब हामी खाना सुरु गर्छौँ है भोक लागिसकेको छ एकदमै ल स्टार्टिङ गरिहाल्ने है सुरु गरिदिउँ गरिहाल्ने नि स्टार्ट सस चाहिँ त्यहाँ हुन्छ लिएर आउनुपर्छ सस चाहिँ त्यहाँ अलरेडी यहाँ छ यहाँदेखि हामीले लिएर जानुपर्छ साथीहरू सस दिँदैन यहाँ अब कसरी खोल्ने के गर्ने त्यो त मलाई थाहा छैन सस त यही हुने हो म चाहिँ खासै छैन केही नट इन लेखेको छ यहाँ नट इन युज खाली छ है चेस है इन्जॉय गरौँ ल रसगुल्ला हो यो ओहो रसगुल्ला के आलु भन्छ बिना नमक र बिना चिनीको तर यसको साथमा खानु निकै हुन्छ स्वादिष्ट हुन्छ है सजिलो हुन्छ खानु So, खाइदिउँ ल खाने Yeah, now my after getting silvery. धेरै दिन भयो फेरि हामी केएफसी नखाएको बापरे बडो बनाउनलाई 3 दिन लाग्छ लाग्दैन 3 दिन लाग्दैन एक्स्ट्रा लोडेड ओहो अटाउँछ मुखमा ल भाइ जाँदैन हो सर हान्ने ओहो कतिको स्वादिष्ट हो कस्तो छ बवाल छ एकदम दामी छ है दामी छ त्यो ठुलो भयो भने मुखमै जाँदैन ओ माय गॉड मुखमा जान त जान्छ मस्त है ठिक छ साथीहरू सो गाइस अब साथीहरू खाएको हेर्दाखेरि मेरो नि मुखमा पानी पानी भइसक्यो के अब म पनि खानु पर्यो के सो हेर्न सक्नुहुन्छ यस्तै छ है सो हामी चाहिँ खानु पर्यो भिडियोमा कन्टिन्यू गर्ने साथीहरू मजा आउँछ हजुरहरूलाई